यहाँहरु सम्पूर्णलाई नमस्कार। अहिले भने हामी हेटौँडा स्मारक आइपुगेका छौं। हेटौँडा स्मारक स्थित अहिले भने म हजुरलाई विशेष यहाँ भएका जनावरको बारेमा केही दृश्यहरू देखाउन चाहन्छु। अहिले हजुर देखिराख्नु भएको छ यहाँ चाहिँ हेटौँडा स्मारकमा रहेका यो एउटा गोही भन्छ। यसका साथसाथै म अरु दृश्यहरू पनि म हजुरलाई देखाउने प्रयास गर्दै छु। यहाँ देखिराख्नु भएको छ यो चाहिँ कछुवा। यहाँ मसिनो रहेछ कछुवाको बच्चाहरू। म अलिकति जुम गरेर देखाउँछु हजुरलाई। यो चाहिँ कछुवा हो। मसिनो भएर बसिरहेको छ कछुवाहरू। यसका साथसाथै म हजुरलाई मंकीको विशेष दृश्य पनि म देखाउन गइरहेको छु। यो पनि हेटौँडा स्मारकमा रहेका मंकी खोर हो। विशेष यहाँ मंकीहरू रहेछ देख्न सक्नुहुन्छ। यहाँका दृश्यहरू म हजुरलाई देखाउने कोसिस गरिरहेको छु। यहाँ पनि देखिराख्नु भएको छ। यहाँ चाहिँ मयूर रहेछ। मयूर देखिराख्नु भएको छु भित्र। मयूर नाच्न खोजिरहेछ। यो चाहिँ मयूर हो। मयूर नाचिरहेको छ। अन्त साथै पनि अर्को भिडियो पनि हजुरलाई देखाउने प्रयास गरिरहेको छु। ओइ लङ्गुर यहाँ पनि रहेछ। अन्त ठाउँ पनि म हजुरलाई देखाउने प्रयास गरिरहेको छु। चितुवा चाहिँ कता भागेको छ त? यो चाहिँ चितुवा बस्ने खोर हो। म अलिकति जुम गरेर देखाउँछु। चितुवा यता रहेछ। कहाँ छ भाइ? ए यहाँ रहेछ। गएर सुतेछ माथि टाढामा। हो देख्न सक्नुहुन्छ। यो चाहिँ चितुवा। हेटौँडा स्मारक भित्र रहेका चितुवा हो यो। म अन्य भिडियो पनि हजुरलाई देखाउन प्रयास गरिरहेको छु। यहाँ चाहिँ यसलाई चाहिँ के भन्छ त भाइ? यो गिद्ध? गिद्ध। यो अलिअलि देखिराख्नु भएको छ। अलिअलि देखेको चाहिँ यहाँको गिद्ध हो। म अन्य भिडियोहरू पनि हजुरको माझमा देखाउने प्रयास गर्नेछु।